त्यही जुत्ता सिलाउनु भनेको थियो, त्यही भएर हामी चाहिँ जुत्ता लिन आएको। के गरेर बिगारिस्? मैले बिगारेको। कसले बिगारेको? तिमीहरू सबलाई आएर बिगारेको त बाँदरको हातमा नरियो। ल ठ्याक्कै भयो यी देख्न सक्नुहुन्छ। अब पानी हालेर हेरौँ न। नमस्ते साथीहरू, आजको न्यू भ्लगमा आज चाहिँ म एमआरजे भ्लग 2.2बाट उपस्थित भइसकेकी छु। आज चाहिँ हामी जुत्ता सिलाउन आइसकेका थियौँ र एकछिनपछि माथि रोडमा आइपुगिसकेका थियौँ र हामी चाहिँ आउँदै थियौँ। जुत्ता चाहिँ एउटा हाम्रो जुत्ता थियो, अनि त्यही जुत्ता सिलाउनु भनेको थियो, त्यही भएर हामी चाहिँ जुत्ता लिन आएको। र जुत्ता चाहिँ अलिक राम्रै छ। 3 दिन धाउँदा बल्ल आज सोल पाएको, त्यही पनि जुत्ता पाएको, त्यही पनि सोलै हालेको थिएन। त्यही भएर हामी गयौँ तल गएको जुत्ता सिलाउने घरमा। अहिले चाहिँ सो गाइज भाइलाई बोल्न त्यति आएन, आजको भ्लग सुरु गर्न भाइलाई दिएको तर पनि बोल्न आएन। अनि हामी चाहिँ जुत्ता लिएर फर्किसकेको छौँ। यहाँ देख्न सक्नुहुनेछ, भेट्दै गरौँला बाटोमा यस्तो अहिले। सो गाइज टक्क लाएर पारी हिमाल देख्न सक्नुहुनेछ तपाईँहरूले। अनि भाइले चाहिँ यता बनाना चिकन लिएर आएछ। कस्तो छ बनाना? उहिले त खोइ खोलेर देखाएर स्टिकरवाला हुँदो रहेछ अचेलको चाहिँ। स्टिकरवाला हुँदो रहेछ। स्टिकर चाहिँ हाततिर चाहिँ नटाल्नु होला है, यस्तो बनाना चिकनतिर पाउनेहरू। अनि च्यादल बजार देख्न सक्नुहुनेछ, यही हो। हामी जुत्ता लिएर पनि फर्किसक्यौँ। त्यहाँ यहाँबाट जाने ठाउँ छ त तल दाइको घर, अनि अङ्कलको घर, त्यहाँ जानुपर्ने यही नै ल है। यहाँनिर टाँसिरहेको टाँसिन्छ कि टाँसिँदैन, डुप्लिकेट यो टाँसिदिँदो रहेछ। यो टाँसिदिन। कतिवटा छ देखाएको ल। एउटा सो गाइज अहिले चाहिँ हामीले च्यादलबाट होइन जुत्ता लिएर आयौँ भने यो पानी फिल्टरवाला। अनि यो हाम्रो कान्छो मामाले चाहिँ यो के अरे बाइकको चेन लिएर आउनु भन्दै थियो। अनि यो चाहिँ पानी फिल्टर गर्नेको भाँचेको रहेछ। अहिले म माथि गएर देखाउँछु नि, फेर्ने पनि छु। अब कहाँ गएर भेट्ने त आफै भन्नु। अब हामी भेट्ने छौँ माथि त माथि कहाँ घर गएर। सो गाइज अहिले चाहिँ हामीले यो पानीको फिल्टरको यो भाँचेको रहेछ यहाँभित्रको होइन। अनि त्यो हाल्दैछौँ, यो अलिक सानो हालेर छ, त्यही हाल्दैछौँ। हेर्नु टक्क ल्याएर देख्न सक्नुहुन्छ। यता माथिपट्टि चाहिँ सागर भनेर लेखेको चाहिँ होइन। अनि त्यहाँबाट यो झिकेर चाहिँ यस्तो छ होइन, सेतो छ। यो खोलेर यो माथि वासर हुन्छ। यो वासरलाई उँधोबाट र तलबाट हालेर यति हुन्छ वासर, यति। अनि एउटा वासर चाहिँ यहीँ राख्ने, अनि टक्क लाएर यसो गरेपछि खै यसो गरेर यो वासर नै यहीँ हाल्ने। अनि यहाँबाट यो लगाइदिएपछि यस्तो चाहिँ होला हो। यो आला यो वासर चाहिँ यहाँ हालेर खै यो चाहिँ टक्क यहाँ हालेर कसेपछि जोइन हुन्छ। यो चाहिँ अलिक टाइट कस्नु पऱ्यो होइन। अनि
माथिबाट पानी चाहिँ अलिअलि हल्लिन्छ यो चियान र पानी पस्यो भने चाहिँ यो सेतो के भएर बिग्रियो धारा के भएर बिगारे कसले बिगारेको तिमीहरू सब लाएर बिगारेको त बाँदरको हातमा नरिवल कुनै ल ठ्याक्कै भयो यी देख्न सक्नुहुन्छ अब पानी हालेर हेरौँ यो यो अलिक फर्स्टचोटि चाहिँ सेतो हुँदो रहेछ यसलाई सेकेन्डचोटिमा के हुन्छ पानी नै कस्तो अर्कै कलरबाट पखालेर चाहिँ ठिक हुन्छ अब चाहिँ यो सेतो जान्छ अझै सो साथीहरू आज चाहिँ तपाईँहरूसँग म 3 दिनपछि भेट्दैछु एकैचोटि डाइरेक्ट होइन आज चाहिँ म घरबाट भुजी आइसकेको छु उहाँ पारीबाट देख्न सक्नुहुनेछ यो गहिरो ठाउँ देखिराख्नु भएको छ नि तपाईँहरूले हो यो गहिरो ठाउँबाट आएको होइन अनि बिहानै आएको थिएँ स्कुल जाने गरी अनि स्कुल गएँ आज चाहिँ घरतिरै छु अनि देख्नु भइहाल्यो तपाईँहरूले फिल्टर अब पानी झर्न त झऱ्यो अरे होइन अलि धारा चाहिँ बिग्रेको रहेछ त्यो धारा पनि फेर्नुपर्ने रहेछ अरे होइन यही भन्दै अरू त के भन्नु सुँगुर देख्न सक्नुहुन्छ यता चुवाचे टक्कला रातो खाले होइन पुरा यता उखुनी देख्न सक्नुहुन्छ यो अलिक खाने बेला भएको छैन होला अलिक भोलि पर्सि हो कि अहिले नै उखु खाने बेला मलाई पनि थाहा छैन त्यति भन्दै आजको भिडियोबाट बिदा लिने बेला भइसकेको छ आजको भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला अस्तिदेखिको भिडियो पनि कस्तो लाग्यो कमेन्ट गर्नु होला च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला भन्दै बिदा लिन चाहन्छु र इन्स्टाग्राममा फलो गर्न नबिर्सनु होला जय नेपाल।